inside. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. साथीहरु सबैजनालाई नमस्कार। मेरो नाम कोपिला परियार। सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि ठिकै आरामै छु, सन्चै राम्रै छु। अनि आज चाहिँ यो मेरो फर्स्ट भ्लग है त। सबैजनाले माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला। अनि मन परे लाइक सब्स्क्राइब पनि गरिदिनु, कमेन्ट गरिदिनु, आफ्नो प्रतिक्रिया दिनु होला। राम्रो छ भने राम्रै प्रतिक्रिया दिनु, नराम्रो छ भने नराम्रै प्रतिक्रिया दिनु होला। आज फेरि हामी यसो दिदी बहिनी भएर बाँसगढीतिर घुम्न जानु लाग्यो। अब त्यतातिर अलिकति काम पनि छ, अनि यसो घुम्न पनि हुन्छ भनेर हामी चाहिँ यसरी हिँड्दैछौँ साथीहरू। ल हेर्नु फुल लगा कस्तो देखिएँ म। अब चाहिँ हामी गाडी चढेर अब चाहिँ जानेवाला छौँ। अब गाडी पनि आउँदैछ। ल साथीहरू हामी गाडी चढ्यो। मैले हजुरहरूलाई पुगेपछि सबै देखाउने छु है त। ल साथीहरू हामी फाइनल्ली चाहिँ हामी बाँसगढी आइयो। होइन बाँसगढी गजडी होइन दिदी, हामी गजडी त यहीँबाट अटोमा जाने हो कि उता गर्ने हो? उसलाई फोन गर्नु त पहिला। कहाँ जाने हो? जान त हामी पाहुना खाना आएको हो, तर त्यसतर्फी उता पनि घुम्न जाने हो के? जाने हो पाहुना खाएर? पाहुना पहिला पाहुना खाने। पाहुना खाना कहाँ आउँछ जाने? पाहुना खाना यतिनिर हो, उहाँको बुढाको अटो छ अरे लिन आउनुहुन्छ। देउराली हो? यस्तो उकालोमा घर छ क्या डाँडामा, हेर आउनुहुन्छ। ए त्यही हो, त्यो मोटो सुतिरहेको गर्दै सुत्दै गरिरहेको मैले उस राखेको थिएँ। नम्बर छैन र? नम्बर सेभ गरेँ होइन कि उस राखेको थिएँ। अनि हामी रित्तै आज जाने हो, दिदीलाई केही लैदिने होइन हामीले। केरा छ हौ, केरा ल्याएपछि त म त फेरि होला नि। यस्तो छ फेरि यहाँ दिदी बहिनीले ल्याएपछि त आफू फेरि भयो नि त होइन? बुटल हो? के किन्ने? बुटोल भनेको त बुटोलै भयो त। अब के गर्नु, ठाउँमा पर्यो उहाँलाई खरिदेर यहाँ ल्याउनलाई, यहाँ ल्याएर बेच्न पर्यो, गाडी भाडा चाहियो, अनेक थरी चाहियो। ल हाल त अटो पनि भेटाइयो। हाम्रो अटोवाला चाहिँ यहाँ हुनुहुन्छ साथीहरू। हामी उहाँको अटोमा जाने हो सबैजना भएर। कुन चाहिँ हो अटो? खै कुन अटो हो? कुन गजडी हो, गजडी ताल। कति जाने हो? गजडी ताल हो। कति हो गजडी ताल? 60 रुपियाँ। आया बाबा। ल साथीहरू हामी त गर्दै गजडी ताल पो जाने प्लान भयो त नि। ल भयो त नि। बाटोमा फेरि फुल भेटाएँ। अघि एउटा फुल भेटाएर यहाँ टाँसेछु। त्यही बुटोलीमा एउटा फुल भेटाएँ, अहिले यहाँ आएर अर्को फुल भेटाएँ। भगवानमा सकिन अहिले पनि फेरि यो बन्द हुन्छ मोबाइल फेरि। यता टाँस्छु यो यता। मेरो छोरा रुमाले खसाले त टिपेको थियो नि, फेरि खसालो होला। ल साथीहरू हामी चाहिँ यहाँ आइयो गजडी तालमा। हेर्नु उल्टो बाटो झारिदिएर यहाँ कता हो कताबाट ल्याइदिएको। सधैँ त उताबाट आउँथ्यो नि। यहाँ हाम्रो दुईवटा भाइहरू पनि भेट्नु भयो। ल भाइ मेरो फर्स्ट भ्लगमा केही भन्दिनँ। हामी त थुप्रैजना आयो भयो नि यहाँ त दिदी बहिनीहरू त हेर्नु त। आमामामा ल
अब हामी चाहिँ भाइरलै हुने भयो है गाइज। भाइरल त खै कुन्नी तर सपोर्ट चाहिँ सबैजनाले गर्नु है सबजनाले गर्नु है फुलको फुल मान्छे त राम्रै हो कि खै यसमा पनि खेत्नु त 1 कपी हामी त यहाँ गजडी साल घुम्न आएको यो बुटोलको रूपन्देहीको गर्मी कति हो नि आमा पसिना आएर अलिअलि पाउडर लाएर आएको पनि सक्यो नि त्यही त नराम्रो मान्छे म पुरै गयो यस्तो हैरान छ कमलको फुलहरू देख्न सक्नुहुन्छ होइन हजुर दिदी यहाँ मेरो साथीहरूलाई केही यसो सल्लाह सुझाव दिनु त ल है साथी हाम्रो कोपिलाको भिडियोमा सबैजनाले हेरेर मन पराइदिनु होला भन्ने हामी एकदम छौँ है आक्रोश छौँ ल आक्रोश भनेको रिस हो नि दिदी होइन 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 सबैजना लाइक कमेन्ट सेयर गरिदिनु भन्नु न सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला मन पराइदिनु होला है भन्दैछु म चाहिँ कोपिलाको एकदम प्रिय मिल्ने नजिकको दिदी दिदी होसियारसित जानुपर्छ पानीमा हो धेरै गहिरो त छैन कि पल्ट्यो भने पल्ट्यो ए कमल पोखरीमा यहाँ डुङ्गा चढ्ने भनेको डुङ्गामा भिड भएर चढ्नै पाइएन नि अर्को लट चढ्ने र हामी अटाइने हो कि नअटाइने हो थाहा छैन अब कति गर्नु भयो पानी खाने ठाउँ उतै चाहिँ छ यता छैन अङ्क धारा उतै रहेछ त नि के भन्छ हामी डुङ्गा चढिसक्यौँ है यहाँ ए यहाँ चाहिँ हामीले भिडियो पनि बन्दैछ ल हामी चाहिँ अब डुङ्गा पनि खेलियो पनि टिपियो गाइज अब चाहिँ घरतिर लाग्यो है फाइनली हामी चाहिँ अब त्यहाँबाट डुङ्गा खेलेर निस्क्यौँ यति फुल टिप्यौँ मैले त खासै धेरै टिप्न पाएन उहाँहरूले जति उता हुनुहुन्छ उहाँहरूले कति टिप्नु भएको ल यता पनि ल हेर्नु है सबैजनाले मेरो भ्लगलाई एकदम माया गरिदिनु होला के छ आइडिया बनाएको थियौँ त्यहाँबाट ट्रान्सफर गरिदिनु हुन्छ अनि यो चाहिँ मेरो भ्लगमा देख्न सक्नुहुन्छ तपाईँहरूले सायद कतै कतैबाट मैले सकेछु भने है अनि त्यति साह्रो जान्दिनँ कि मेरो फेरि नयाँ नयाँ भ्लग हो नि त नयाँ फर्स्ट टाइमको भ्लग हो नि त अनि त्यही भएर मैले त्यति साह्रो जान्दिनँ उहाँले राखिदिँदै हुनुहुन्छ त्यो ढुङ्गामा चढेको भ्लग अनि भएछ भने चाहिँ मैले पक्का राख्छु है त हेर्दै गर्नु होला हामी चाहिँ यो कमल पोखरीबाट अब निस्किनु लाग्यो अब यस्तो छ है यतातिरको अवस्था गर्मी हेर्नु कति हो नि गर्मी भगवान् यस्तो गर्मी छ हामी त कमल पोखरीबाट निस्कियौँ अब निस्केर चाहिँ हामी कमलको फुल टिपेर हामी चाहिँ है अब दिदी घरतिर यसो पस्छौँ त्यहाँ बासगढी अनि दिदी घर एकछिन बसेर चाहिँ हामी पनि जाने केटीकेटी छोडेर आएको हेर्नु फेरि यो छोरछोरीको आमालाई कहीँ गएर सुख भन्ने छैन त्यो हो उहाँकै लक्ष्मी दिदीको बुढाकोबाट आएको मेरोमा आएको हो यस्तो हैरान छ हेर्नु ए कमलको फुल बल्ल 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 एउटा भेटाएको न त कहाँ भेटिन्थ्यो र म भन्दा अगाडि खालि टिप्दिने ट्याप 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 टिप्दिने सबैले अब यसो निस्किन पऱ्यो भोक लाग्न लाग्यो हेर्नु यो डुलेर नि सुख छैन नि भोक लाग्ने के लाग्ने अनेक थरी लाग्ने अब यसो हाँस्दा खाने दिदी घरतिर गएर खानु पाइन्छ कि अब त्यतै गएर म भ्लग बनाउँछु है त फाइनल चाहिँ हामी दिदी घर चाहिँ टुप्लुक्कै आइपुग्यो दिदी पनि घरै हुनु रहेछ ल दिदी ए दिदी नमस्ते गर्नु न हामी हल्लाखोरी चाहिँ सबै यहीँ भेट्यौँ अब दिदीहरूसित एकछिन बसेर गफ लाउनु पर्यो
अनि त्यसपछि घर जानु पर्यो केटाकेटी छोडेर आएको ल ल अब हामी यसरी नास्ता गर्दैछौँ दिदीको घरमा आएर यता यहाँ हाम्रो सिस्टर चाहिँ सुत्नु दिदीको घरबाट पनि निस्क्यौँ अब हामी त अब बुटोलतिर जानु घर आफ्नो घर अब हिँडेको लक्ष्मी दिदी दिदी लक्ष्मी दिदी ल बस्नु है ल गयौँ है त ल बच्चा बच्चीहरू सबै बस्नु ल दिदी निस्क्यौँ साथीहरू हामी त घाम मुखैमा त्यही त कालो मान्छे म त निलो हुन्छु क्या ल तर ठाउँ चाहिँ बहुत राम्रो के यो घरहरू पनि ट्याक्क पक्की बनेका ठाउँ चाहिँ बहुत राम्रो लाग्यो मलाई यो बाँसगढी ल त साथीहरू हामी त हिँड्यौँ अब यहाँ फेरि उताबाट गौजडी तालबाट ल्याएको कमल पोखरी भित्रबाट कमलको फुल अब अर्कै बसाउँदो रहेछ है यो त ल ल साथीहरू सबैजनाले मेरो यो भिडियो कस्तो बन्छ होइन सबैजनाले आफ्नो प्रतिक्रिया दिनु सबैजनाले माया गरिदिनु होला मेरो भिडियो कतै बिग्रेको छ भने कतै नराम्रो भएको छ मिलेको छैन भने भनिदिनु होला प्रतिक्रिया दिनु होला कस्तो भएछ के भएछ भनेर मेरो फेरि यस्तो पहिलोचोटि हो नि त मेरो चाहिँ यो भ्लग अनि त्यही भएर पनि खासै नजानेको पनि होला कि मैले हजुरहरूले एकचोटि अनि सबैजनाले आफ्नो विचार राखिदिनु होला राम्रो भएछ भने नराम्रो भएछ भने कतै केही कमी कमजोरी छ भने भनिदिनु अनि त्यति गरिसकेपछि अर्कोचोटि बनाउँदाखेरि चाहिँ म सुधारेर बनाउन सक्छु कि फेरि यस्तो के कतै केही चिजमा कमजोरी छैन भनेर भनिदिनु भयो कमी कमजोरी छ भनेर भन्नुभयो भने त सजिलो हुन्छ नि गर्मीले गर्दाखेरि हेर्नु गाइस म चाहिँ छाता ओढेर हिँडिरहेको छु मेरो साथीलाई चाहिँ यो भ्लग बनाउनाले गर्दाखेरि चाहिँ उसलाई गर्मी हुँदैन है साथी हो त्यही कारणले गर्दाखेरि चाहिँ उसलाई चाहिँ एकदम मन पराइदिनु होला है हस् त धन्यवाद भन्नु धन्यवाद सबैजनाले लाइक गरिदिनु सब्सक्राइब गरिदिनु कमेन्ट गरिदिनु सबैजनाले सेयर गरिदिनु अनि एकअर्कालाई सपोर्ट गरौँला सबैजनाले सपोर्ट गरिदिनु अनि आफ्नो विचार राखिदिनु होला कि कस्तो हुन्छ ल यति भन्दै अब चाहिँ अर्को भ्लगमा भेटौँ न है त साथीहरू बाई ल दिदी बाई हेलो बाई ल